गुड मर्निङ सबैजना साथीहरूलाई। आज चाहिँ हाम्रो पान्थारेको फर्स्ट भिडियो बनाउँदैछु। के कस्तो लाग्छ कमेन्ट गर्नुहोस् होला। आज चाहिँ हामी आएर मल्चिङ गर्नेछौँ। हेर्नु न, यहाँ हाम्रो भेराइटी हो डेरा बनाउने। क्युबी बारी चाहिँ यस्तो छ हाम्रो। ऊ चाहिँ मल्चिङ गर्ने हो कि लजाएर केही राखेन। यतै हेर्नुहोस् बहिनी, हाम्रो डेरा चाहिँ यस्तो छ। यहाँ चाहिँ चिया पकाउनु पर्छ। डेरा यस्तो भए पनि पर्दा त लगाएको छ है साथीहरू। हाम्रो डेरामा काम गर्नेको बेगहरू यहाँ चाहिँ बसेर चियाहरू खाने दाउराहरू हालेको छौँ। आगो चाहिँ यसरी फुकिराखेको छु, पानी तताएको छु। चुला चाहिँ यस्तै छ है हाम्रो, जस्तो डेरा त्यस्तै चुला। अब तपाईँहरूलाई मल्चिङ गरेको देखाउँछु ल। मल चाहिँ गाईको लाउनु पर्छ। यसरी लगेर दुईजनाले लान्छ। यो चाहिँ मल हाले नि, ब्ल्याङ हाले। तपाईँहरूलाई नर्सरी पनि देखाउँछु ल साथीहरू। यो चाहिँ हाम्रो नर्सरी क्युबी कटिङ गरेको मेल फिमेल दुवै छ। यहाँ चाहिँ मजाले पौला छोड्दैछ। हाम्रो क्युबी बारी चाहिँ ठुलो छ है साथीहरू। पल्लो भित्ता, त्यो माथि डेरा। मल बोकेर जाँदैछ दुईजना चाहिँ। क्युबीलाई मल चाहिँ यसरी हाल्नुपर्छ है साथीहरू। मल लगाएर चाहिँ यसरी झ्यासले छोप्नुपर्छ। मल्चिङ, यसलाई चाहिँ मल्चिङ